यो चिठी प्रथम विश्वयुद्धमा पश्चिमको कुनै एउटा सिपाहीले फ्रान्सबाट युद्ध हुँदै गर्दा लेखेको चिठी हो घरमा। अब यो चाहिँ भनिन्छ, यो नेपालीमा लेखिएको छ, कतिले बुझ्नुहुन्न होला। यो चाहिँ के भनेको छ भने त्यो गाउँमा त्यतिखेर पुरै गाउँमा एउटै पण्डितबाट सिकेर एउटै मान्छेले यति लेख्नु जानेको भएर लेखेको अरे, अरू लेख्नु जान्नुहुन्न थियो अरे। अब प्रथम विश्वयुद्धको कुरा हो। अब यो त्यतिखेर क्षेत्री बाहुन सबै लाने गरिन्थ्यो त्यो 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 ताका। अब यो कसले लेखेको भन्ने थाहा छैन। अब यसमा के लेखेको छ भने यो कठैबरा साने कप्तानको चढ्दो उमेर थियो 20 भनेको 20 वर्ष। यौवन सबै शत्रुका हातबाट गयो, पल्टनको माया मोह नेपालैमा रह्यो। जिउँदै शरीर कैलाशमा गयो, गाण्ड चलु सिक्किमतर्फ। यो भनेको ठाउँको नाम होला उहाँ अब फ्रान्समा। तर्फ सुबेदार भीमसिंह भण्डारी भयो 21। उहाँ चाहिँ 21 वर्षको रहेछ। हर्के थापा जसराज धर्मराज खत्री कमान्डर प्रजितन नैनसिंह खत्री स्वरूप कुँवर सुडी प्रतिमान थापा। उहाँहरू भनेको चाहिँ उहाँ मारिएकोहरू हो। अब यो नामहरू पढौँ। थुपारौ गुरुङ, चन्द्रवीर थापा, अकलवीर गुरुङ, मनबहादुर गुरुङ, अमरसिंह पुन, उजेर सिंह घरती, इमानसिंह गुरुङ, मनवीर थापा, छविलाल राणा, अकतवीर थापा, नरबहादुर थापा, खटकसिंह गुरुङ। यो को युद्धमा मारिनु भएको थियो, कस कसले ज्यान गुमाएका थिए भन्ने यो नामहरू हो।